चाहिँ म हाम्रो पुरानो बाख्राको खोर भत्काएको छु। यो चाहिँ पुरानो बाख्राको खोर थियो हो, यो चाहिँ भत्काएको। अब नयाँ बाख्राको खोर पहिले बनाइसकेको छ, पल्लोपट्टि छ। यो चाहिँ हाम्रो पुरानो बाख्राको खोर थियो। यहाँ चाहिँ पुरानो बाख्राको खोर त्यो बाहिर बस्थ्यो क्या। अनि आज चाहिँ अब त्यो पुरानो खोर मकाइसकेको। यो काको यो कालोको यो काको यो काको यो भाइ हो यो काको यो भाइ हो भाइ त देखाऊ काका भाइ हो भाइ हो दिदी हो ओम दिदी हो। मकाइसकेको छ पुरानो बाख्राको खोर। अनि सबै भत्काइदिएको आज। सबै बाख्राहरू नयाँ बाख्राको खोरमा त सरिसकेको छ। पुरानो चाहिँ किन राख्नु भनेर चाहिँ अनि यो चाहिँ भत्काइदिएको, सबै मकिसकेको छ क्या।
ल भन हेलो गाइज के गर्नुभएको हेलो गाइज के काम हो भाइ तेरो के खनेको भाइ तैँले बारी खनेको सागबारी कसरी खन्छस् त अनि फरवरा त उता उतै छस् त भाइ अनि फरवरा त सेम छस् त हौ त्यसरी खन्ने हो राम 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 तेरो काम त कडै गर्छस् त भाइ त काम त कडै गर्छस् त अनि भनेपछि यहाँ साग रोप्ने हो सागबारी खनेको ए साग रोपेर के गर्ने भाइले खनेको रोपेर चाहिँ के गर्ने साग के हो त सागबारी ए साग रोपेर खाने कि नखाने हौ खाने कमिलाले के गर्छ टोक्छ ओके सरकार ल यो फरुवा के गर्ने हौ काम गरेको ल सरकार काम गर्नु ल बाई बाई गाइज बाई बाई गाइज काका के गर्नु भएको छिटो हाल्नु है आमालाई के गर्नु चाहिँ आमाले भनेको कुरा आमा चाहिँ पुरै ओडिरहेको छ नि त सर्लक्क पल्टाउने हो नि त भाइ भाइ सिराकै खोलाने तरिका सुर चाहिँ कहाँ छ सुर चाहिँ